रोचक भूगोल। काली गण्डकीको लीला। यति भाग बचाउन काली गण्डकीले यति ठुलो फन्का लगाउनु पर्ने। फेरि जुन यो सानो खण्ड छ त्यहाँ चट्टान नभएर बलौटे माटो र कमलो खोसको चट्टान छ, जसलाई नदीले काटेर सिधै बढ्न मुस्किल पर्दैन। यसको कथा छ, विस्तृत रूपमा सुन्नेछौँ अहिले गाउँ पुगेर। भित्रको टापु चाहिँ समतल छ, गाउँघर मजाले बसेको छ।